नमस्ते विद्यार्थी भाइ बहिनीहरू, सन्चै हुनुहुन्छ? आज पनि म फेरि अर्को एउटा भिडियो लिएर यहाँहरुमाझ उपस्थित भएको छु। आजको यो मेरो भिडियो कक्षा 12 का भाइ बहिनीहरुका लागि छ। कक्षा 12 को कम्पलसरी इंग्लिशमा रहेको अन लाइब्रेरीज एसे लिएर म उपस्थित भएको छु। अन लाइब्रेरीज एसे को फुल समरी साथसाथै क्वेशन एन्सर पनि यहाँहरुले यस भिडियोमा प्राप्त गर्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म नछुटाई हेरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला र इंग्लिश नोट्स फर यू लाई सब्स्क्राइब गरी साथीहरुमाझ पुर्याइदिनु होला। यदि तपाई नयाँ हुनुहुन्छ यस च्यानलमा भने च्यानललाई सब्स्क्राइब गर्नुस् ताकि यस च्यानलबाट प्रकाशन भएका सबै भिडियोहरु तपाईको मोबाइल सेटसम्म, तपाईको कम्प्युटरसम्म पुगोस् र फेरि पनि अन्य नोटहरु पनि तपाईले प्राप्त गर्दै जानुहुनेछ। अब ढिला नगरिकन विषयवस्तुतिर प्रवेश गरौं। पुस्तकालयहरुमा निबन्ध चाहिँ ओलिभर स्याक्सद्वारा लेखिएको एउटा निबन्ध हो र यो निबन्धमा चाहिँ विशेष गरी के कुरा देखाइएको छ भने ओलिभर स्याकको जीवन चाहिँ कसरी बित्यो, ओलिभर स्याकले चाहिँ कसरी चाहिँ आफ्नो अध्ययनलाई निरन्तरता दिए, उनले के अनुभव प्राप्त गरे त लाइब्रेरीबाट भन्ने कुरा चाहिँ यस निबन्धमा लेखिएको छ। खास गरी यो निबन्ध चाहिँ उनकै जीवनको अनुभूति हो, उनको जीवनको अनुभव हो र उनी सानो छँदा कहाँबाट उनले ज्ञान प्राप्त गरे भन्ने कुरा पनि यस निबन्धमा चाहिँ देखाइएको छ। र खास गरी सानै छँदाखेरि चाहिँ उनले चाहिँ उनको घरमा चाहिँ एउटा लाइब्रेरी थियो, त्यो लाइब्रेरीबाट चाहिँ ज्ञान हासिल गर्ने गर्थे अनि उनी विद्यालय गएर पढ्न चाहिँ त्यति रुचाउँदैनथे। उनी राम्रो विद्यार्थी चाहिँ थिएनन्, म राम्रो विद्यार्थी चाहिँ होइन, तर म एउटा राम्रो सिकारु हुँ भन्ने उनको धारणा थियो। उनको बुबा, उनको आमाले चाहिँ विशेष गरी उनकै घरमा एउटा लाइब्रेरीको स्थापना गरेका थिए अनि त्यही लाइब्रेरीमा चाहिँ उनले विभिन्न किसिमका पुस्तकहरू पढेका थिए। उनको आमा पनि पुस्तकहरू पढ्नमा एकदमै शौखिन हुनुहुन्थ्यो र खास गरी ओलिभर स्याकको आमाले पनि शेक्सपियरको पुस्तक, जर्ज बर्नार्ड शाको पुस्तक, थाक्रेको पुस्तक अनि त्यस्तै गरेर डिकेन्सका, ट्रोलोपहरुका पुस्तकहरू पनि पढ्नुहुन्थ्यो र उनी पनि त्यस्तै पुस्तकहरू पढ्थे र उनको घरमै भएको पुस्तकालयमा उनले एउटा द जंगल बुक भन्ने पुस्तक पनि भेटेका थिए र त्यो पुस्तक उनले पढे र द जंगल बुकको एउटा क्यारेक्टर, एउटा पात्र मोगलीको जुन साहसिक कार्य थियो, त्यो साहसिक कार्य देखेर चाहिँ उनी एकदमै प्रेरित भए, एकदमै मोहित भए त्यस्ता पुस्तकहरू पढ्न। अनि उनी चाहिँ पुस्तकहरू पढ्दाखेरि खास गरी आमाले कविता गोष्ठीहरुमा पाएका कविताका पुस्तकहरू, त्यस्तै गरी जोन मिल्टन र शेक्सपियरले लेखेका पुस्तकहरू पनि उनले पढेका थिए र उनलाई चाहिँ सबैभन्दा आनन्द चाहिँ त्यतिखेर आउँथ्यो जति बेला चाहिँ उनी एउटा कुर्सीमा बसेर आफ्नै घरको लाइब्रेरीमा विभिन्न पुस्तकहरू निकालेर पढ्दा चाहिँ उनलाई धेरै आनन्द आउँथ्यो र कहिलेकाहीँ चाहिँ उनी पढ्दै पनि बिहान दिउँसोको खाना खान, बेलुकाको खाना खान चाहिँ उनी बिर्सन्थे। त्यस्तो खालको थियो र उनले त्यसरी चाहिँ आफ्नो अनुभव चाहिँ यहाँ शेयर गरेको पाइन्छ। त्यस्तै गरेर चाहिँ अब उनी पढ्ने क्रममा चाहिँ अन्य विश्वविद्यालयहरुमा जाँदाखेरि चाहिँ उनले अन्य पुस्तकालयहरुमा गएर पनि पुस्तकहरू पढ्ने गरेको यहाँ देखाइएको छ। उनले चाहिँ अब विशेष गरी खगोल विज्ञान र रसायनशास्त्रमा चाहिँ त्यति पुस्तकहरू पढेनन् र त्यसपछि चाहिँ उनले के गरे भने अक्सफोर्ड विश्वविद्यालयमा चाहिँ दुईटा ठूला पुस्तकालयहरू थिए, रेडक्लिफ साइन्स लाइब्रेरी र द बोर्डलेयन भन्ने दुईटा पुस्तकालयहरू थिए। त्यहाँ पनि उनले धेरै पुस्तकहरू पढे। खास गरी उनले 1602 अथवा 1602 मा चाहिँ बोर्डलेयनमा गएर चाहिँ उनले थियोडर हुक भन्ने एउटा किताब पढे, जसबाट चाहिँ लेखकबाट चाहिँ उनी यति मोहित भए कि उनको जीवनमा पनि उनले एउटा केस हिस्ट्री नै लेख्ने निर्णय गरे। त्यस्तै गरी त्यो केस हिस्ट्री लेख्दाखेरि चाहिँ उनलाई चाहिँ ब्रिटिस बेलायत संग्रहालय चाहिँ बेलायतको एउटा ब्रिटिस संग्रहालय पुस्तकालय चाहिँ उनलाई चाहिँ आवश्यक सामग्रीहरू पनि उपलब्ध गराएको थियो र यसरी उनले धेरै पुस्तकहरू पढे। पुस्तक
पुस्तकहरू पढे पुस्तकालयमा गएर होस् अथवा घरमा गएर धेरै पुस्तकहरू उनले पढेको पाइन्छ। उनले त्यस्तै गरेर क्विन्स कलेज पुस्तकालयमा पनि धेरै किताबहरू पढे। उनले त्यहाँनिर खास गरी थोमस ब्राउनको रिलिजियो मेडिसी, हाइड्रोटाफिया र द गार्डन अफ साइरस नामक पुस्तक पनि उनले पढेका थिए। त्यसबाट चाहिँ उनले इतिहास सम्बन्धी भावना चाहिँ गेन गरेको भनेर यो निबन्धमा लेखिएको छ। र त्यस्तै गरेर अब 1990 को दशकमा आउँदाखेरि चाहिँ अब उनले के कुरा एउटा थाहा पाए भने अब संसारभरका मान्छेहरू चाहिँ पुस्तकालय गएर पुस्तक पढिरहेका छैनन्। पुस्तकहरू चाहिँ फालिएका छन्, पुस्तकहरू चाहिँ जथाभावी प्रयोग नगरिएका देखिएका छन्। यसबाट पुस्तकहरू चाहिँ आलमारीमा एकदम यत्रतत्र छरिएका छन्। त्यो देखेपछि उनलाई अत्यन्तै दुःख लाग्यो। उनले चाहिँ के अरे पुस्तकहरूको पनि हत्या भएको जस्तो महसुस उनले गरे। र खास गरी अहिलेका विद्यार्थीहरू, अहिलेका पाठकहरू चाहिँ डिजिटलाइजेसन, लाइब्रेरीको पनि डिजिटलाइजेसन भइसक्यो र त्यो डिजिटलाइजेसन भइसकेपछि कम्प्युटरबाट नै विभिन्न सोर्सहरू खोज्ने जस्ता कुराहरू उनले गर्न थालेको कुरा चाहिँ उनले यो निबन्धमा देखाएका छन्। र त्यस्तै गरेर उनले चाहिँ अब त्यति हुँदाहुँदै पनि भौतिक पुस्तकहरूमा चाहिँ अपरिवर्तनीय चिजहरू थिए, तर यी अहिलेका डिजिटलाइजेसन गरेका डिजिटल लाइब्रेरीहरूमा चाहिँ चिजहरू परिवर्तन हुन्छन्। त्यहाँका कुराहरू चाहिँ के हुन्छन् त भन्दाखेरि हराउँछन् अनि कतिपय कुराहरू चाहिँ तोडमोड पनि गरिन्छ भन्ने उनको विश्वास थियो। त्यसै गरेर उनले के भन्यो भने विशेष गरी अब पहिलेका पुस्तकहरू चाहिँ महत्त्वपूर्ण छन्, उपयोगी छन्, तिनीहरू चाहिँ मूल्यवान छन्। तिनीहरूले चाहिँ भौतिक पुस्तकहरूले चाहिँ डिजिटल पुस्तकलाई चाहिँ के अरे प्रतिस्थापन गर्न सक्दैन भन्ने कुरा चाहिँ यस एसेमा देखाइएको छ। र यस एसेमा अर्को एउटा महत्त्वपूर्ण कुरा उनले के गरेका छन् भने पुस्तकालयमा खोजी गर्नुभन्दा रमाइलो केही छैन भन्ने यस निबन्धमा चाहिँ निबन्धकारले चाहिँ देखाएका छन्। र हामीले जति पनि मटेरियलहरू, जति पनि कुराहरू खोज्छौँ त्यो पुस्तकालयमा गएर खोज्यौँ भने चाहिँ धेरैभन्दा धेरै ज्ञान हामीले हासिल गर्न सक्छौँ, अनुभव हासिल गर्न सक्छौँ भन्ने कुरा चाहिँ यस एसेमा देखाइएको छ। Summary in English. Copy and read. In Oliver Sacks on Libraries, he shares his deep love for libraries and the profound impact they had on his life. He describes libraries as places of freedom and discovery, where he could explore a vast world of knowledge. Here are the key points. Early fascination. Sacks recounts his childhood love for his family's library, which sparked his lifelong passion for books. Freedom of exploration. He emphasizes the joy of browsing library shelves and discovering unexpected treasures. Libraries as education. Sacks saw libraries as vital learning spaces, often preferring them to formal schooling. A place of comfort. Libraries provided him with comfort and intellectual stimulation throughout his life. Concerns for the future. He expressed concern about the decline of physical books and the changing role of libraries in the digital age. Importance of physical books. He held a deep appreciation for the tangible and sentimental value of physical books. Essentially, Sacks portrays libraries as essential spaces for personal growth, intellectual freedom, and the preservation of knowledge.
Thanks for watching. Don't forget to like, share, comment, and subscribe.